मेरो चाहिँ यस्तो नराम्रो ह्याबिट थियो कि मलाई चाहिँ बिहान उठ्ने बित्तिकै एकदम चियाको क्रेभिङ हुने गर्थ्यो के। स्टिल अहिले पनि हुन्छ। चिया त मलाई अनिवार्य दिनको 2 कप त मैले खानै पर्छ है। तर बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया खान चाहिँ नहुने रहेछ। अनि मैले चाहिँ के सोचेँ भने अब चिया खानु अघि चाहिँ म मनतातो पानी पिउँछु अनि त्यसपछि मात्रै 15-20 मिनटपछि चिया पिउँछु भनेर। तर मलाई चाहिँ फेरि तातो पानीको टेस्ट मनै नपर्ने। तर पनि मैले चाहिँ अब आफ्नो हेल्थलाई ख्याल गरेर चाहिँ त्यो बानी बसालेँ। बानी बसाल्दै गएँ। सुरुमा त गाह्रो भयो, खाली पेटमा पानी पिउन एकदम गाह्रो नै हुन्छ है। तर मैले बानी बसालेँ। तर अहिले चाहिँ मेरो ह्याबिट यस्तो भयो कि म बिहान उठ्ने बित्तिकै पहिला तातो पानी पिउँछु, मनतातो पानी 1 गिलास पिउँछु अनि त्यसको 10-15 मिनटपछि मात्रै चिया पिउँछु के। र त्यसले फाइदा पनि मलाई गरेको छ कि मेरो शरीरलाई काम गरेको छ कि त्यसले चाहिँ। मलाई ग्यास्ट्रिकको प्रब्लम थियो, अहिले त्यस्तो ग्यास्ट्रिकको प्रब्लम पनि केही भएको छैन, राम्रै भएको छ क्या मलाई चाहिँ।